भनिन्छ गरिबीले सपनालाई रोक्न सक्दैन, सफलताले ठेगाना सोध्दैन। आज हामी त्यही भनाइलाई प्रमाणित गर्ने एउटा सत्य कथा सुनाउँदैछौं। सिराहा बरियापट्टी गाउँका सत्यनारायण साफी एउटा मजदुर परिवारमा जन्मिएका उनी दैनिकी 300 रुपैयाँ ज्यालाका लागि अर्काको खेतमा काम गर्थे। सिमेन्ट र इँटाको भारी बोकेर परिवारको गुजारा चलाउँथे। शरीर थाक्थ्यो, हातका छालाहरू फाट्थे, तर मनभित्र एउटै सपना बलिरहेको थियो, म डाक्टर बन्छु र आमा बुवाको दुःखको भारी हलुका बनाउँछु। खर्चको अभाव, ठूला कोचिङ र पहुँच नहुँदा पनि सत्यनारायणले हार भने कहिल्यै मानेनन्। थोत्रा किताब र कडा मेहनतको भरमा चिकित्सा शिक्षा आयोगको कठिन परीक्षा दिए र जब नतिजा आयो, सारा सिराहा मात्र होइन धेरैको आँखा रसाए। सत्यनारायण साफीले MBBS को पूर्ण छात्रवृत्तिमा नाम निकाले। यो कुनै चमत्कार थिएन, यो पसिनाको प्रतिफल थियो, उनको मेहनतको। उनको संघर्षको कथा सामाजिक अभियन्ता आशिका तामाङसम्म पुग्दा ग्रीन एन्ड क्लीन आशिका फाउन्डेसनले घरमै पुगेर रु 1 लाख सहयोग गर्दै मानवताको ठूलो उदाहरण प्रस्तुत गरेको छ। हामीले त MBBS मा नाम निकाल्न सक्दैनौ, तिमी जस्तो ट्यालेन्ट छैनौ। सत्यनारायण साफीको यात्रा हजारौं युवाका लागि सन्देश हो। तिमीसँग पैसा छैन भनेर हार नमान। तिमी भित्र सपना र मेहनत छ भने संसार जित्न सकिन्छ।